पहिलो दिनको यात्रा चाहिँ कहाँको रहेछ अनि कहाँको भनिदेऊ त हामी कहाँ जानु लाग्यो भनिदेऊ त घुम्न मुक्तिनाथसम्मको पहिलो दिनको यात्रा हो भगवान जिउ गर्न जानु लाग्यो होइन हो गुड काठमाडौँदेखि मुक्तिनाथसम्मको हाम्रो पहिलो दिनको यात्रा अहिले हामी अब थानकोटको ओह्रालो जाँदैछौँ। यो थानकोटको बाटो बन्दैछ अहिले चाहिँ नेपालको बाटो यस्तै त हो जहिले थानकोटको ओह्रालो अझै झर्दैछौँ हाम्रो गन्तव्य सुरुङ मार्ग त चल्न थालिसकेको छ अनि नेपालको पहिलो सुरुङ बाटो सञ्चालनमा ल्याइसकेको रहेछ अहिले नेपालको पहिलो सुरुङ मार्ग अब यसमा नि पैसा लिने भने अरे हो भित्र छिरेको गाडीको कति कति गरेर लिने रे क्या बिहानको खाजा सेट मिठो छ खाजा एम्मी छ एकदम राम्रो लोकेसनमा आएर खाजा खाइरहेछौँ खाजा खाएर खुसीर लाग्यो के भन्नु छ साने कस्तो भइरहेछ रमाइलो भइरहेछ रमाइलो भएको छ कस्तो भएको छ अरे रमाइलो भएको छ हो खै मामु बाबालाई थ्याङ्क यू भनियो कि होइन नभन्ने
गजुरीको गजुरसम्म आइपुगेका छौँ र गजुरीको दृश्य हजुरलाई देखाइरहेको छु। मेरो छोरी रमाइरहेको थियो खुबसँग। हजुर हो ल ल देखिरहेको छ र एकदम रमाइलो छ भाइ र मौसम। हजुर हजुर ल हजुर बनाएको हेर्छु त यताबाटै। हजुर हामी आयो मलेखु। हामी कहाँ आएको रहेछ र? मलेखु माछा खान होइन, मलेखु माछा खान। हामी आइपुग्यो मलेखु। माछा फेमस 6 घन्टाको लामो सफरपछि मलेखु आएर अब खाना खाने तयारी। बिस्तारै झरेछ र ल छोरी हिँडेन अगाडि खाना खानको लागि। मलेखु ब्लू हेभन रेस्टुरेन्ट एन्ड बार जाम। अङ्कल आन्टी लाइन पुऱ्याउ न। पहिला हात धुम न। कस्तो छ सानी खाना? मिठै खाए होइन? स्पेसल ठिकै छ। साने कहाँ कुदेर आएको? कहाँ कुदेर आएको?
माम खानु पर्दैन साने ज्ञानी भएर माम खाऊ ज्ञानी भएर माम खाऊ फेरि माम कस्तो छ यता हेर त माम कस्तो छ भन्नु माम कस्तो छ छैन होइन आन्टी मेरो नि एउटा फोटो खिचिन्छ मेरो बाबुसँग भुक्क हुन्छ सानोतिर त्यहाँ सायद के खेलेको के गर्ने त्यो ढुङ्गा बटुलेर पानीमा हाल्ने हो ए सबै कपडा फोहोर भयो त त्यता होइन यहाँको अङ्कलहरू पाइ गर्नुहुन्छ है ढुङ्गा फाल्दाखेरि त्यसरी साया यहाँको अङ्कलहरू पाइ गर्नुहुन्छ है देख्या हो साया यहाँको अङ्कलहरू पाइ गर्नुहुन्छ ढुङ्गा फाल्दाखेरि थाहा छैन फाल्नुहोस् त खै वाउ पुग्यो पुग्यो खोलामा छैन पुग्यो गएन अबि झन्नै पुगेको है है वाउ जाम अब जाम छोरी जाम ऊ ल जाम कहाँ लाने हो ढुङ्गा बोकेर सानो ल जाउँ हामी ढुङ्गा लिएर जान्छौँ
धरम धरम अहिले काँक्रा करम करम मनोकामना आइपुग्यौँ कामनाहरू पुरा गरेर टेबुल काटेर त तिमीहरू चाहिँ गर्थ्यौ नि टेबुल चढ्ने बेला ऊ हेर न बट्टा ट्याक 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 माथि देखा देखो बट्टाहरू माथि बट्टा जय माता मनोकामना जय माता हेर टेबुल काट्यो टेबल काट्दै हो साया देखियो बट्टा बट्टा गर्दैन टेबल काट देखियो कति राम्रो होइन त्यहाँ जाने त्यसमा केबुल कारमा गएको है मान्छेहरू मान्छे गएछन् नि बसेर मजाले बल्ल मुग्लिन आइयो मुग्लिन बजार खाना खानु यो मुग्लिन बजार हो नि अब यता पोखरा लाग्ने अनि अर्को बाटो चाहिँ हाम्रो अब यतातिर जाने नि हाम्रो घरतिर जाने पश्चिम अब यहाँबाट पोखरा पोखरातिर लाग्यो मुग्लिनबाट बागमती प्रदेश सीमा क्षेत्र समाप्त बन्दीपुर हामी अहिले आबु खैरेनी आइपुगेका छौँ आबु खैरेनी 3 तनाउ बाहिर
यो कुर्ता सबै झ्याक्छु है अहिले एकछिन आउँदा यस पोखरा जाने बाटोमा चाहिँ 4 लेनको बाटो बनाएको रहेछ यो चाहिँ बन्दीपुर सहर बन्दीपुर जाउँला सँगै बसौँला क्यामेराले सेल्फी हानौला बन्दीपुर सहर रमाइलो होइन यस पोखरा चाहिँ धेरै विकास भइसकेको रहेछ बाटो 4 लेनको बाटो विदेशको जस्तो नेपालले पनि चाह्यो भने यतिको विकास चाहिँ गर्न सक्दो रहेछ अहिले हामी दमौली आइपुगेका छौँ हाम्रो गन्तव्य जारी छ पोखरासम्मको दमौली बजार अहिले हामीले माथिको नदी पुल तर्दैछौँ माथिको पुल अर्को नयाँ बन्दै रहेछ उतापट्टि राम्रो पुल बन्दैछ उता काम हुँदैछ संगीत कुंज प्रस्तुत गर्दछ अब हामी खैरेनी टाढा आइपुगेका छौँ अब यहाँबाट पोखरा धेरै टाढा छैन अरे एकछिनमा आइपुगिन्छ पोखरा आउनलाई त अगाडि नै हिमालदेखि लिएको पोखरा कुहिरो लाग्योदेखि नै गएको छ कुहिरो लागेको थियो यस्तो टिलकै पल्किन्थ्यो यति राम्रोसँग सबभन्दा त के स्कुल रहेछ खैरेनी माध्यमिक विद्यालय यहाँबाट यस्तोमा देखिँदैन छिटो तेज भयो कि है बाहिर पानी पर्न थाल्यो यस्तो गऱ्यो भइरहेको थियो शीतल भइरहेको छ अहिले हजुर यस पोखराको मौसम पनि काठमाडौँ जस्तै हुँदो रहेछ होइन काठमाडौँमा पनि धेरै नै गर्मी बढ्यो भने चाहिँ पानी पर्छ पोखरामा पनि गर्मी बढेर खालिहाल्छ हावाहरू पुरै चलेको त बाहिर है पानी झऱ्यो हेर त उ त्यहाँ माथिबाट वाउ पानी आउँदैछ अरे कहाँबाट आएको छ अरे कहाँबाट आइरहेछ अरे
बन्दैछ पोखरा बाटो बन्दै रहेछ बजारमै है यस्तो छ अवस्था है पोखरा बजार अमर सिंह तो गए अब यताबाट पृथ्वी जान्छ पृथ्वी चोक आउँछ अरे उल्लो गाडी हेर्नु न बुढो यो चाहिँ कता जाने बाटो यो लेक साइडतिर चल अहिले हामी पोखराको पृथ्वी चोक आइपुगेछौँ पानी परिरहेछ पानी परिरहेको बाहिर मौसम चिसो छ हामी यतिबाट जान्छ यता गयो भने हामी त पुग्छ अथवा यता जान्न यताबाट जाने नि हामी यो कता जाने बाटो बर्दिया होइन यता लामो फेरि अब यता कता जाने यताबाट उता जान्छ कहाँ घुमितिर घुमाउँछ यताबाट उता जान्छ उता यता जान्छ त्यो बाटो यता कहाँ हामी बेनीतिर जानु अब बेनीतिर लाग्ने यता हो गाडीसँग पोखरा नयाँ सबै बाटो बनेको हँ? हामी त सबै बाटो भत्का थियो धुलै धुलो बाटो होइन अरू यताउता सामानहरू एउटा नयाँ स्पेसल रहेछ है पोखरा भनेर के देख्यौँ त्यो प्लास्टिकको ऱ्याङ्कट होइन हो नाच्यो गायो सिर्जना जग्गा सिर्जना चोक सिर्जना चोक यहाँ हेर्नु अब घुम्न जाने कता कता यतै हो क्या घुम्न जाने भए यहाँ नि त रहेछ ल अब हामी पोखराको यात्रा सकेर बेनीतिरको यात्रामा लागिरहेछौँ अब हाम्रो बास चाहिँ बेनीमा हुन्छ होइन त अब यहाँबाट कति घन्टा 3-4 घन्टा लाग्छ 3-4 घन्टा पनि पुगिन्छ होला हामी सानो बसमा बसेर गाह्रो त भएको छैन नि छैन रमाइलो भएको छ हो ल ठिक छ रमाइलो हुन्छ बाहिरको मौसम क्या रमाइलो है पानी परे अब हामी म्याग्दी हुँदै बेनीतर्फको यात्रामा छौँ पोखरा बजार पार गरिसक्यौँ बाहिर पानी परिरहेको छ पानी अझै रोकेको छैन म्याग्दीमा पनि जो 4 लेनको बाटो मजाको बनाएको रहेछ अहिले हामी हेम्जा भन्ने ठाउँमा आइपुगेका छौँ गन्तव्य अलि जारी छ पानी बाहिर परिरहेकै छ पानी अझै रोकेको छैन यो बेनी पुग्दासम्म पानी रोकेला जस्तो माने होइन मैले हेम्जा सहर नाम त सुन्नु भएकै होला नसुने पनि मैले सुनाइदिएछु हजुरहरूलाई पानी परेपछि खुलेको मौसम कस्तो राम्रो देखियो है हामी बेनी जाँदै
मामा घर आयो लुम्ले मामा घर पुरानो मामा घर आयो तिम्रो पुरानो मामा घर तिम्रो मामाहरू यही लुम्लेबाट गएको रे बर्दिया यस्तो ठाउँ छोडेर यस्तै सिडी छ लुम्ले सावित्रीको पुरानो माइती घर सावित्री बुहाहरू हिजनमिन भएको हो ए तिमीहरू चाहिँ खेल्न पाएन होइन म मेरो ए लुम्ले कास्की हिमाल खै मेरो पुरानो ससुराली लुम्ले साथीभाइहरू हामी त पर्वत जिल्ला लाग्यो आज यतिखेर पर्वत जिल्ला सुरु हुँदा बित्तिकै एउटा के देखियो कति राम्रो छ पानी बगाएको यो त माथि पानी लगेर नि तल पानी झारे है अब जान लाग्यो प्रकाश सपुतको बागलुङको घरतिर त्यही गीत पनि ठ्याक्कै बजेको छ यहाँबाट पानी लगेर अनि फेरि तल झारे बत्ती निकाले होला यो यो ड्याम हो पानी निकालेको छ बत्ती निकालेको छ यहाँबाट छोरो बत्ती हामीले बत्ती बाल्छौँ नि हो यहाँबाट पनि अलिअलि सपोर्ट हुन्छ के भयो त गीत बन्द भयो त कति राम्रो आउँदै थियो सुरु गरौँ सुरु गरौँ सुरु गरौँ
ल्याउला ए यहाँ रहेछ जम्मा गरेर अरे थोरै पानी मैले यता मन पेट खोले ढुङ्गा हो कि मान्छे हुन बोल्ने गलबन्दी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर गलबन्दी जति हो तिमीले तानेर बोलेनन् हे के भनौँ खै हे गाइदेऊ गीत किमा भाउ खाकी छौ मुखमा तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर गलबन्दी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर केटाले फकाउन नसकेको छ है तर यो एरियामा धेरै नै बन्जी जम्प गर्ने ठाउँमा कुस्माको तर कता थाहा छैन अब त्यो हामी पर्सि घुम्छौँ त्यो कुस्मा पर्वत बागलुङकै बाटोमा छ मजै है त रात परिसक्यो बाहिर फेरि अझै पुगेको छैन 20 किलोमिटर छ यहाँबाट लगभग आधी घन्टा 1 घन्टा 45 मिनट लाग्छ होला बाटो अलि अप्ठ्यारो रहेछ रातिको यात्रा कालीगण्डकी भनेर सीमा क्षेत्र समाप्त हो अब यता मुस्ताङ पऱ्यो त्यसपछि पारी हजुर के पऱ्यो त्यसपछि पारी के कालीगण्डकी पुलकै गएन त खोला पारी त के भयो
काली गण्डकी पुल पार गऱ्यो रातिको बेला केही देखेन अँध्यारो भयो है भोलि बिहान फाइनल्ली बेनीमा होटल ताजमा आइयो फेरि अब आयो ल। आजको रात यहीँ बिताइन्छ है त्यसपछि भोलि लागिन्छ मुस्ताङतिरको यात्रामा होटल ताजमहल लज एन्ड बेनी बजारको होटलमा आज यहीँ बास हुन्छ हाम्रो साया माम कस्तो छ मिठो छ हामी कहाँ माम खाइरहेको बेनीमा आएर होइन बेनीमा आएर माम खान लाग्यो मेरो छोरीले घर खोजिरहेको छ घर जाने अरे मामुले खाइसक्यो आमा छोरी बसेर खा रात्रि भोजन अब यसपछि सुत्ने हामी मेरो नानी घर जाने भनेर रोको रोइ गरे किन होला कहाँ घर जाने हो अब यति टाढा आइसकेपछि कुन घर जाने हो मलाई वाइफाई हालेको मिठी खान्छौ मिठी फाइनली हामी आइयो होइन होटलमा बसेको छौँ अहिले ताज होटल ताज इन बेनी एकदम रमाइलो भइरहेको छ हाम्रो टुर अहिलेसम्म अब आजको लागि काठमाडौँदेखि बेनीसम्मको एउटा गन्तव्य थियो र आज बेनीमा आएर बस्छु अब भोलि चाहिँ हाम्रो यहाँबाट मुक्तिनाथसम्मको यात्रा हुनेछ ल आज फर्स्ट डे हाम्रो रमाइलो नै रह्यो रमाइलोसँग बित्यो एकदम राम्रो राम्रो कुराहरू देखियो बाटोमा हिमालहरू देख्न पाइयो अब भोलि झन् हामीले राम्रो हिमाल देख्न पाउँछौँ भन्ने आश गरेछौँ है ल त बाई बाई